पहिलोपल्ट आइपिओ कसरी भन्ने साथीहरु साल्पा विकास बैंकको चाहिँ आइपिओ खोलिसकेको छ जनरल पब्लिकको लागि र यो चाहिँ कहिलेदेखि कहिलेसम्म हो भन्नाले पुस 16 देखि 20 गतेसम्म र यसलाई कसरी भन्ने आजको भिडियोमा तपाईलाई सिकाउन गइरहेको छु र यसको चाहिँ प्रति किता यानी कि 100 रुपैयाँको दरले तपाईले 1000 रुपैयाँको 10 किता भर्नुपर्ने हुन्छ। यति भन्दै भिडियोमा यहीबाट सुरु गर्न चाहन्छु। नयाँ आइपिओ भन्नाले तपाईहरुले मेरो शेयर एप्लिकेसनलाई ओपन गर्नु होला, तर त्यसपछि तपाईले आफ्नो बैंक सेलेक्ट गर्नु होला र बैंक सेलेक्ट गरिसकेपछि तपाईले आफ्नो युजर नेम हाल्नु होला। युजर नेम तपाईको 8 वटा अंकको हुन्छ र युजर नेम हालिसकेपछि तपाईले यहाँ पासवर्ड हाल्नु होला र पासवर्ड तपाईको जे छ त्यो हाल्नु होला र त्यसपछि तपाईले लगइनमा क्लिक गर्नुपर्ने हुन्छ। र लगइन भइसकेपछि तपाईहरुले के यस्तो खालको इन्टरफेस हेर्न सक्नुहुन्छ र हामीले चाहिँ आइपिओ एप्लाई गर्नलाई तपाईहरुले यहाँ तल माई आस्पा भन्ने अप्सन रहेको छ, योमा तपाईहरुले क्लिक गर्नुपर्ने हुन्छ र यो माथि क्लिक गरिसकेपछि हामीले चाहिँ भर्नुपर्ने आइपिओ भनेको यहाँ दुईटा रहेको छ, तर भनेको हामीले चाहिँ भर्नुपर्ने आइपिओ भनेको यो चाहिँ हो र यो साल्पा विकास बैंक, यो चाहिँ म्युचुअल फन्ड रहेको छ। यसलाई चाहिँ तपाईले नभर्नु होला, योमा चाहिँ तपाईले धेरै फाइदा हुने हो साल्पा विकास बैंक भन्ने। सो यहाँ चाहिँ हामीले चाहिँ एप्लाई गर्नुपर्ने हुन्छ। सो यहाँ एप्लाई गरिसकेपछि तपाईले जस्ट यहाँ प्रोसिडमा क्लिक गर्न सक्नुहुनेछ र यो प्रोसिडमा क्लिक गरिसकेपछि तपाईले चाहिँ यहाँ तपाईको विभिन्न अप्सनहरु हेर्न सक्नुहुन्छ, तर चाहिँ यहाँ एप्लाइड कितामा तपाईले जानुपर्ने हुन्छ। जस्ट यहाँ तपाईले क्लिक गरेर तपाईले 10 किता एप्लाई गर्नु होला। 10 किता भन्दा बढी नगर्नु होला किनभने पर्ने चान्स हुँदैन, 10 किता प्राय पर्छ। त्यसपछि तपाईहरुले चाहिँ यति गरिसकेपछि यहाँ चाहिँ तपाईले सीआरएन नम्बर दिनु होला र तपाईलाई यदि सीआरएन नम्बर थाहा छैन भने त्यसको लागि अलरेडी मैले भिडियो बनाइसकेको छु, तपाईले त्योमा क्लिक गर्नु होला र यहाँ सीआरएन नम्बर हालिसकेपछि हामीले चाहिँ यहाँ जस्ट टिक लाउनु पर्ने हुन्छ। म चाहिँ सीआरएन नम्बर हालेर टिक लाए। सीआरएन नम्बर हालिसकेपछि हामीले जस्ट एप्लाईमा क्लिक गर्नुपर्ने हुन्छ र यति गरिसकेपछि हामीले चाहिँ यहाँ 4 अंकको ट्रान्ज्याक्सन पिन राख्नुपर्ने हुन्छ र ट्रान्ज्याक्सन पिन तपाईलाई थाहा छैन भने त्यो पनि चेन्ज गर्ने मैले भिडियो बनाइसकेको छु। अब चाहिँ हामी एप्लाईमा क्लिक गर्छौं। रिक्वेस्टिङ आइरहेछ, यहाँ हेर्नुस् शेयर हेज बीन सक्सेसफुली एप्लाइड भनेर लेखेर आइसक्यो। अब चाहिँ हाम्रो चाहिँ यहाँ शेयर एप्लाइड भइसकेको छ। यहाँ क्लिक गर्दा हेर्नुस् यहाँ एडिटको अप्सन छ, यानी कि हाम्रो चाहिँ शेयर एप्लाई भइसक्यो र तपाईको पैसा कति गर्ने तपाईले बैंकमा हेर्नु होला र यति भन्दै भिडियोलाई म यही गर्न चाहन्छु। भिडियोमा पनि लाइक गर्नु होला।